दियो राखेपछि तपाईले के गर्ने त तेल राख्ने, कुल देवताको नाममा एउटा बत्ती रेडी पार्ने। हे कुल देवता, अब तपाई भन्नुस् यहाँ गोद्रो भन्नुस्, तपाईको थर भन्नुस्, म फलानो थरको मान्छे हौ अथवा म यो गोद्रो हौ। गोद्रो पनि थाहा छैन भने तपाईको थर मात्रै भन्नुस्, नाम भन्नुस्। हे कुल देवता, आज यो धान्य पुण्यको महान दिन मैले हजुरलाई सम्झेको छु, यो मनदेखि हजुरलाई समर्पित गरेको छु। तर मेरो हजुरबा जिजुबाले पनि गर्नु भएन, मलाई हजुरको एकदमै आस्था विश्वास छ। आज मैले तपाईलाई आह्वान गर्दैछु, पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशा आठै गुना तपाईँ कहाँ हुनुहुन्छ हे कुलदेवता। आजबाट मेरो घरमा, मेरो चाहिँ महलमा, मेरो चाहिँ शिरमा, मेरो वंशको शिरमा हजुरको आगमन होस्, मैले हृदयदेखि सम्झेको छु भनेर तपाईले कुलदेवतालाई आह्वान गर्ने। कुलदेवताको नाममा दीप प्रज्वलन गर्दैन, किनकि जहाँ दियो छ दियोमा राखेको बत्तीमा सलेदो रेडी पार्ने, बत्ती बाल्ने। जब बत्ती बल्छ, बत्ती बलिसकेपछि तपाईले चाहिँ त्यो बत्तीमा एउटा साँची पनि अर्को बत्ती राख्दिनु होला, कवचको बत्ती। अब बत्ती बलो, कसको नाममा बलो? कुल देवताको नाममा बलो। कुल देवताको नाममा बत्ती बलिसकेपछि हे गुरु भगवती काली, मेरो कार्यमा सफलता होस् भनेर गुरु भगवती कालीलाई पनि सम्झिनु होला। अब तपाईको कुलको बत्ती बलो, त्यहाँ जहाँ थालीमा फूल छ, अक्षता छ, धूप छ, हैन, चन्दन छ, त्यो फूल अक्षता धूपले दियो कलशको तपाईले पूजा गर्ने छ भने कुनै पनि स्याउ भयो, केरा भयो, फलफुलहरू भए, रोटीहरू भए